Hello, this is Kunal here. Welcome back to my channel. So आज चाहिँ म एकदम धेरै दिनपछि भिडियो बनाउँदैछु अनि so finally it's दसैँ and happy दसैँ to all of you guys. अनि म चाहिँ रुममा एक्लै छु, मेरो रुममेटहरु दुईजनै घर गइसकेका छन् अनि आज चाहिँ म मेरो रुम एकदम क्लिन गर्न गइरहेको छु। एकदम आज दसैँमा सफाई गर्नुपर्छ भनेर हामी सानैदेखि देख्दै आएको हैन। घरमा पनि दसैँको बेला एकदम सामानहरु निकालेर उताउति हैन, लुगा सुगा सबै धुने यो गर्ने हैन। दसैँको अगाडि भन्न घर यसपालि घर त जान सकिन, केही मेरो काम भएर। अनि आज चाहिँ म मेरो रुम सफा गर्न गइरहेको छु। सो सुरु गरौँ है त गाइस। सो सफा गर्नु अगाडि म चाहिँ मेरो कपालमा फोहोर धुलो नपसोस् भने म क्याप लाउँछु। अनि अर्को कुरा भनेको मास्क इज म्यान्डेटरी, मास्क चाहिँ लाउनु पर्यो। मास्क लाएर म रेडी भइसकेँ। अब मलाई चाहियो झाडु कुच्चो। मेरो रुम चाहिँ अहिले यस्तो छ है। यो मेरो साथीको अनि पानीको जारहरू साथीको सामानहरू छ। अनि उसको बेडको मैले यता कक्रोचहरू मार्नलाई मैले स्प्रे छरेको थिएँ। अनि अर्को रुममेटको अनि म चारैतिर अलिकति अर्गनाइज गर्ने कोसिस गर्छु। अनि मेरो टेबलमा चाहिँ मेरो सामानहरू पनि यसरी छ। अनि यहाँ चाहिँ मेरो यताउति त्यो सामानको बिलहरू अनि मेरो ब्यागहरू सबै अब मिलाउनु पर्यो। अब आई थिङ्क यहाँबाट सुरु गरौँ होला। Windy City never looks so clean. I got 2 shorts down the road from the beach. She worked 2 shifts, then I swing up the street. I know she knows just where to go. She been acting foreign when I'm miles away, but in the city she gon' have an attitude change, yeah. Doesn't matter what the time is or place. She knows I know just where to go, yeah. She got options, I'm not up here often. I know it cost me nothing for me to hit her up when I know she wanna dance. I got all night up and left her friends. They didn't pick a fight, cause she know how to get it when she wanna. She know how to get it when she wanna. I've been up late, she didn't think twice. Try to look away, I caught her from the side. She can say the word and I'm gonna. Yeah, she know how to get it when she wanna. कक्रोच मार्ने स्प्रे सक्यो अनि म लिन जाँदैछु। सो मैले स्प्रे किनिसकेँ अनि म जाँदैछु होस्टेलतिर। होस्टेल यहीँ अगाडि छ। घाम चाहिँ एकदम टलक्क लागिरहेको छ। I know just where this goes. She's too cute, never owes me. Yeah, it's too soon, but it's always something. Conversation, it's not complicated. I see her light up every time I say you wanna dance. I got all night up and left her friends. They didn't pick a fight, cause she know how to get it when she wanna. She know how to get it when she wanna. I've been up late, she didn't think twice. Try to look away, I caught her from the side. She can say the word and I'm gonna. Yeah, she know how to get it when she wanna. Yeah, she know how to get it when she wanna. Yeah, she know how to get it when she wanna. मैले चाहिँ मेरो बेड र यता मेरो टेबल मिलाइसकेँ यो साइड। अब यति यो साइड बाँकी छ, यो साइड पुरै बाँकी छ गर्न। आधी भन्न आधी गरिसकेँ, अब आधी गर्न बाँकी छ। मेरो टेबल हल्का हल्का अहिले अर्गनाइज देखिरहेछ। Windy City never looks so clean. I got 2 shorts down the road from the beach. She worked 2 shifts, then I swing up the street. I know she knows just where to go. She been acting for सफा गरिसकेँ। यो कोर्नरमा बाँकी छ फोहोरहरू निकाल्न। भनौँ न भइसक्यो यो साइड पुरै।
अब त्यो कर्नर बाँकी छ अनि यहाँ सबै मैले थुपारेँ अनि यसको बेड मुनिको फोहोर निकाल्नुपर्छ अनि कक्रोचहरू मार्नलाई मैले अघि स्प्रे ल्याएँ त्यो स्प्रे छरेर अनि कक्रोचहरू पनि भगाउनुपर्छ गर्मी भएर छ एकदम मलाई I've been up late, she didn't think twice. Try to look away, I caught her from the side. She can say the word and I'm gonna. Yeah, she know how to get it when she wanna. Got a spot for the hangover. Okay, so मैले चाहिँ मेरो रुम अलमोस्ट सफा गरिसकेको छु सफा गरेर पारिसकेँ मेरो पोइन्ट अफ भ्यूमा चाहिँ पुरै भइसक्यो भने मैले चारैतिर होइन बेडको मुनि खुट्टालेर उचालेर कक्रोचहरू मार्नलाई पनि त्यो स्प्रे कक्रोच मार्ने स्प्रे छरेर होइन अब चाहिँ के गर्ने थाहा छैन मलाई सो मेरो रुम चाहिँ सफा गर्ने काम सकिसक्यो होइन अब चाहिँ म के गर्न गइरहेको छु भने अब चाहिँ म स्किन केयर गर्ने स्किन केयर भन्नाले त्यस्तो खालको स्किन केयर होइन जस्ट म मुल्तानी मिट्टी लाउन गइरहेको छु अनि मैले मुल्तानी मिट्टी मिक्स गरेर अलरेडी यसमा बलमा मिक्स गरेर राखिसकेको छु अब चाहिँ म लाउने कपाल होल्ड गर्नुपर्छ किनकि अगाडि आउँछ है कपाल त होल्ड गर्नु पर्यो सो मेरो कपाल होल्ड भइसक्यो अब चाहिँ म लाउँछु ओके सो मैले चाहिँ लगाइसकेँ मुल्तानी मिट्टी मेरो फेसमा होइन अब चाहिँ यसलाई सुकाउनु पर्छ मसँग यस्तो मिनी फ्यान छ मिनी फ्यान यो चाहिँ मेरो रुममेटको मेरो होइन है यसले छिटो सुकाउँछ होला त्यही भएर म लगाइरहेको छु एकछिन लाउँछु अनि त्यसपछि मुख धुनुपर्छ यो सुक्न थालेपछि बोल्नु हुँदैन भन्छ अरे क्या म अब एकछिन बोल्दिनँ है गाइज यो पुरै सुकाउँछु अनि बोल्छु सुकाएर धोएर अनि बोल्छु सुक्न अब यो छिटै सुक्छ होला मैले फिन युज गरेको सो म नुहाएर एकदम फ्रेस भइसक्यो होइन नुहाएर फ्रेस भइसक्यो अनि मेरो फेस ड्राई भइरहेछ अनि म लाउँछु मोइस्चराइजर अलिकति ड्राई नहुनलाई मोइस्चराइजर लाउनुपर्छ भन्छन् मान्छेहरूले सो अहिले चाहिँ यो निभिया सफ्ट भन्ने मोइस्चराइजर युज गर्छु यो युज गरेको भन्दा मैले 1 महिनादेखि युज गरेको हेर्वा छैन ठिकै छ त्यस्तो अइली पनि हुँदैन फेस मेरो यतिकै ड्राई छ त्यही भएर मोइस्चराइजर लगाइसकेँ होइन मेरो काम आजको सबै भनौँ अलमोस्ट रुम सफा गरेँ लुगा धोएँ धेरै काम गरेँ आज मैले धेरै दिनपछि लुगाहरू त म भनौँ न एक दुई दिनमा धोइराख्छु त्यो पनि आज मैले धेरै लुगा धोएँ अनि रुम पनि सफा गरेँ अब चाहिँ मलाई भोक लागिरहेछ म चाहिँ खाजा खान जान्छु होला सो गाइज थ्याङ्क यू फर वाचिङ